पश्चाद्वाहद्वयेन प्रतिपटशमनिधारयन् शङ्खचक्रे देवी भूषादिदुष्टविजयनिर्गतं श्रद्धा विश्वासरूपिणो याभ्यां विना न वसन्ति सिद्धा स्वामिस्तमीश्वरम् नमः पशुपते तुभ्यं पंचश्रीमुखशोभे ज्योतिर्लिङ्गस्वरूपाय राष्ट्रदेवाय सादरम् जितं जितं ते त्रयन्तरं सम्पन्नतेन यद्रोमगतेषु विलिलवृद्धरा तस्मै नमः शुकराय ते माता च पार्वती देवी पिता देवो महेश्वर बान्धवा सुभद्रा स्वदेशो भुवनत्रयम् कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। कर्पूरगौरवं करुणावतारं संसारसारं भजतेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। लक्ष्मीनाथ नाथयामध्यमा अस्मदाचार्यपर्यन्तं वन्दे गुरु परम्परा। ॐ अस्मद्गुरुभ्यो नमः अस्मद्गुरुभ्यो नमः अस्मद्सर्वगुरुभ्यो नमः श्रीमते रामानुजाय नमः। श्री शिव महापुराण ग्रंथाय नमः। भगवान देवादिदेव महादेव आशुतोष भगवान भोलेनाथ अनि भगवान श्री हरि नारायण को यो पावन पवित्र क्षेत्र विष्णु क्षेत्र स्वयं भगवानले वराह अवतार धारण गरेर भगवान वराहको स्वरूपमा स्वयं वराकृतिको रूपमा जहाँ भगवान अहिले पनि विराजित हुनुहुन्छ शिलामा वराह क्षेत्रका शिलामा स्वयं भगवान वराह यज्ञ वराह रहनु भएको छ। वराह क्षेत्रको यो पुण्य भूमिमा पवित्र श्रावण मासमा श्री पवित्र मंगशिर मासमा शिव महापुराणका कथाहरू श्रवण गर्ने सो अवसर हामीलाई प्राप्त भइरहेको छ। आज षष्ठ दिवस 6औं दिनमा हामी प्रवेश गरिरहेका छौँ। कथाशास्त्रमा ध्यान मन्त्र पूजा अर्चना आरती पुष्पाञ्जली पाठ पारायणहरू गुरु चरणहरूबाट सम्पन्न भएको छ। अब हामी 2 बजेसम्मलाई शिव महापुराणका कथा श्रवण गर्नको लागि समुत्सुक भएर उपस्थित भइरहेका छौँ सबैजना। सर्वप्रथम आज षष्ठ दिवसको यो प्रातकालीन कथा प्रारम्भ गर्नु पूर्व सर्वप्रथम मण्डपमा आवाहित स्थापित देवी देवताहरूका चरण कमलमा वन्दन। भगवान शिवजीको 24,000 श्लोकले गायन गरिएको स्वयं शिवजीले गायन गरेको यो अमरात्म पुराण पावनमय कथा शिव पुराण व्यासले 24,000 श्लोकद्वारा हामीहरूलाई संक्षिप्त गरेर कलिकालका हाम्रो कल्याणको लागि शिवको पूजा उपासना कामना भक्ति अनुष्ठानहरूलाई विशेष महिमा गराउने अनन्य सम्झिने शिव महापुराणको आज षष्ठ दिवस व्यासपीठमा वर्णित हुनुहुने गुरुदेव यज्ञमा वर्णित सम्पूर्ण गुरुचरणहरू भक्ति सङ्गीत
र यो शिव महापुराणको भाव र भक्ति श्रद्धा लिएर अमेरिकामा बसेर आफ्नो आमाको एक वचनलाई, आमाको एउटा भावलाई पुरा गरिदिनुहुने र सारा आफ्ना सबैलाई है मरा क्षेत्रमा छौँ भनेर आफ्नालाई मात्रै होइन वसुधैव कुटुम्बकम् यो संसारलाई नै पुरा आफ्नो सम्झिने र भगवत कथालाई लाइभ टेलिकास्ट गराएर मरा क्षेत्रको दर्शन शिव पुराणको कथा प्रदान गरिरहनुहुने आयोजक भक्तिमती श्रद्धामय बडा सत्कर्म परायण माता माया निरौलालाई चाहिँ ताली बजाइयो। किनकि उहाँको माध्यमले गुरुदेवहरू भक्ति सङ्गीत अनि एउटा तीर्थको बास पाइएको छ। हजुरहरू घर घरमा सुन्नेहरूले पनि स्वयं एउटा तीर्थकै आवाज गरिराख्नु भएको छ। शिव पुराण सुनाउँदैन, त्यसैले आयोजन दुर्लभ। उहाँका छोरा आदरणीय पङ्कज निरौला श्रद्धावान भक्तिनिष्ठ भएर आफ्ना पूर्वजहरूको आशीर्वाद लिँदै आमाको छत्र छायामा पाश्चात्य देशमा बसे पनि आफ्नो कल्चर, आफ्नो धर्म संस्कृतिलाई जिम्मेवारी पूर्वक यसलाई वहन गर्दै आउँदै एक प्रकारले शिवको कृपा र आफ्ना पूर्वजहरूको कृपा प्राप्त गरिरहनु भएको छ। र उहाँका अन्य तमाम आफन्तहरू जो चेलीबेटी, उहाँका फुपू सानीमा मामले आफ्ना सर्कलमा जति पनि यहाँ उपस्थित सबैको अन्य श्रद्धा यहाँ बरा क्षेत्रमा हामीले देख्न पाइरहेको छ। सबै क्षेत्रमा भक्ति, पूजा पाठ, भोजन प्रसाद यहाँको सबैको श्रद्धालाई व्यासपीठबाट प्रणाम गर्दछु, वन्दन गर्दछु। र हामी एउटा यो हलभित्र बरा क्षेत्रकोमा पनि खुल्ला प्राङ्गणमा हामी छैन, कतिजना आउँदै देखिएन, माइक बजेको सुनिएन भन्नुभयो। हामीले लाइभ टेलिकास्ट गरेका छौँ। यहाँ आइपुग्दा पनि जुन रातो बिल्डिङको सेवाश्रम धर्मशाला, कतिजना यी इटरी, झुम्का, खान्छे चोक, चक्रघटी लगायत विभिन्न धरानहरू क्षेत्रबाट पनि भगवानकै दर्शन गर्न आउँदा गुरुजनहरू पनि यहाँ हुनुहुन्छ। हामी यहाँ हलभित्र रहेका छौँ। हल्ला बोल कथा भइरहेको छ हल यो सत्सङ्ग हलभित्र, किनभने लाइभ टेलिकास्ट विश्वले सुनिराख्नु भएको छ कथा। बाहिर धेरै साउन्ड राखेर कोही पूजा, कोही यज्ञ अनुष्ठान गर्दै गरेको हुन्छ। मैले बाहिर सानो बन्दै थियो, मैले आज अलिकति सानो बनाएँ। केही माताजीहरू अघि चट्टानमा शिवराज चमेर यसो घरबाट ल्याएर बसिराख्नु भएको त्यो कथा कहाँ होला भन्दै थियो। मैले यता छ प्रसादको व्यवस्था त यहाँ पनि छ। आमाले सबै आउने अतिथिहरूको लागि गर्नु परिवारको तर्फबाट। त यस्ता कयौँ श्रद्धालुजनहरू पनि यहाँ प्रत्येक दिन आउँदै गर्नुभएको छ। उहाँहरूको आफन्तहरू मात्रै जो हामीलाई धर्म दर्शनबाट सुन्नुहुन्थ्यो, अत्यन्त श्रद्धा गर्नुहुन्थ्यो। भक्तिवान, श्रद्धावान, अहर्निश भगवान्का कथा श्रवण गर्ने समुत्सुकजनहरू पनि यहाँ आउँदै गर्दै गरिरहनु भएको छ। सबैलाई मेरो एकमुष्ट प्रणाम। सबैजनालाई राधे राधे। एकचोटि सबैले हर हर महादेव भन्नु। हर हर महादेव। हाम्रो अर्को अनन्य श्रद्धावान सनातन धर्म वैदिकहरू हर स्तम्भ पनि भन्छु म हाम्रो आदरणीय पूर्ण बहादुर श्रेष्ठजी, एकचोटि उठेर पूर्ण बहादुर श्रेष्ठ, उहाँकी सपत्नी अनि उहाँ हाम्रो अर्को टोपी लाउने छ, उहाँको नाम बिर्सेँ मैले, अशोकजी हो। अशोकजी कति थुप्रै पाल्नु भएको छ, पछाडि पनि हुनुहुन्छ पुरा झुम्का। आज उहाँ व्यवसायी पनि हुनुहुन्छ, उहाँहरू लगभग सबैजना व्यवसायी हुनुहुन्छ जस्तो लाग्यो मलाई। त उहाँ हरेक ठाउँमा हिजो अस्ति भर्खर तीर्थ हरिद्वार वृन्दावन पुगेर प्रसाद पनि लिएर आउनु भएको छ। ताली बजाइदियो। हेटौँडाबाट पनि आइदिनु भएको छ, ताली बजाइदियो। हेटौँडाबाट अत्यन्तै धार्मिक आध्यात्मिक धरोहर रहेको दर्शन पाइयो। हजुरहरूलाई भगवान्को धाममा कति समय छ यही हो भेट। हजुरहरू कहाँबाट थियो माताजीहरू? चक्रघटीबाट। ताली बजाइदियो। चक्रघटी। हजुर
चक्रवर्ती ल सबैले मोबाइलमा देखेर ताली बजाइदियो म पनि ताली बजाइदिएँ उहाँहरू सबैको श्रद्धा यो यहाँ आज भेट्दा मात्रै होइन घरैमा पनि उति नै उत्साहित भएर एउटा आनन्द यो भगवान्का बाणीहरू सुनाउनेलाई भगवत कथा सुनाउनेलाई एउटा आदर मान सम्मान दिनुभएको छ र यो कहिलेकाहीँ सौभाग्यले भेट हुँदा एउटा हर्ष हुन्छ एउटा उमङ्ग हुन्छ हाम्रो पूर्णजी त पुराणमा पनि पाल्नु भएको थियो उहाँहरू सपरिवार धेरै लगभग सबै पाल्नु भएको थियो एउटा आध्यात्मिक चिन्तन सौभाग्य एउटा श्रेष्ठ परिवारमा जन्मेर पनि किनभने श्रेष्ठ त जन्मले भएन भगवान्को भक्ति आध्यात्मिक जीवनले नै व्यक्तिको जीवन श्रेष्ठ धन भएर श्रेष्ठ हुँदैन अरू केही छ भन्न ए हुन्छ गुरुजीहरू हुनुहुन्छ यही यसो दर्शन गर्नु जानु दर्शन गर्नु कति समय छ बस्नु हजुरहरू यात्रामा हुनुहुन्छ होला गाडी माथिबाट आमाको दर्शन गरेर आउनु भएको छ फेरि ताली बजाइदिउँ विद्यार्थीहरूलाई पक्कै पनि आमाकै स्वरूपमा हुनुहुन्छ विराटले आमालाई पनि हामी प्रणाम गरौँ एउटा यसो उत्तर फर्किँदा माथिबाट भगवती माता नै हुनुहुन्छ हजुरहरू त बस्न नि चक्रघटी गर्नु के होला अब त्यसो भए 2 बजेसम्म हो 2 बजे त्यहाँभन्दा उता त नराख्ने 2 बजे छुट्टी नजिकै छ चक्रघटी त धन्यवाद हजुरहरूलाई ताली बजे यात्रा मङ्गलमय रहोस् त कथा सत्संग सुनेर एउटा आनन्द घरमा हरेक आनन्द छ घरैमा सुन्दा आनन्द पनि सबैलाई लाखौँ लाख मेरो घरबाट सुन्नेहरूलाई पनि एकचोटि ताली बजाइदिउँ यतिकै खुसी सबैमा आमाहरू सबैलाई बोल्न समय दिन हरेक वखत पाइँदैन भगवान्को कथा शुभारम्भ भइसकेको हुन्छ फेरि पनि थाहा हुन्छ हजुरहरूको श्रद्धा भक्ति सबै थाहा हुन्छ त्यसैले म भन्दै थिएँ हामीसँग श्रेष्ठ हामी कहिले हुन्छौँ भन्दा हामीसँग जब आध्यात्मिक जीवन जिउँदैछौँ अनि हाम्रो आध्यात्मिक उचाइ भक्ति अनुष्ठान जब बढ्दछ तब पोखराबाट आएर ढुक्कै 2-3 दिनदेखि बसी पनि राख्नु भएको छ एकदम ताली बजाइदिनु उहाँबाट यस्ता कयौँ क्षेत्रहरूबाट पनि आउनुभएको छ यो एउटा व्यक्तिगत कसैको आयोजना हुँदा त्यो श्रद्धा हुन्छ हामीले कोरोना कालमा जो एउटा 18 पुराणहरू सुनायो त्यसको छाप त्यसको एउटा प्रेम सबै भक्त सज्जनहरूले पनि प्रदान गरिदिनु भएको छ यो एउटा सबै कृपा हो शास्त्र त्यसैले हाम्रो जीवन श्रेष्ठ कहिले हुन्छ हामी कहिले सुखी हामी हुन्छौँ त्यसैले हजुरहरूको सबैभरि आशीर्वाद दिनु हजुरहरू सबै भन्नुहुन्छ गुरुदेव आशीर्वाद दिनु सुखी रहनु कहिले पनि भन्नु भक्तिमय जीवनको कामना यो व्यासपीठबाट सुखमय समृद्धिमय जीवन अनि एउटा शब्द भन्ने गर्छु म यहाँले याद गर्नुभएको होला सबैको भक्तिमय जीवनको कामना भनेर म प्रार्थना गर्छु सबै किन सुखमय जीवनको आशीर्वाद दिएर यो व्यासपीठबाट मैले सुखमय जीवन सुख त कोही हुनै सक्दैन आज सुख होला भोलि दुःख होला खाना खाँदाखेरि भोजन खाँदा मिठो भयो नि सबैलाई भोजन खाँदा मिठो भयो खाएको खाइगयो मिठो भयो सुख भएन तर भोलिपल्ट बिहान त्यो भोजनले बिसाउन पनि सक्छ कहिले धाउन पनि सक्नुपर्ने हुन्छ दुःख भयो कि भएन भएन त्यो बोल्नु न भयो कि भएन खाँदा सुख भएको थियो पनिर खाँदा तमाम खाँदा अनि हिजो सुख मानेर खाएको भोलिपल्ट बिहान पसेन भने अर्किहाल्नु फेरि दौडिँदै हाल्नु थाल्यो अमेरिकाबाट लु ताली बजाएर हाल्नु सुन्दा सुन्दा कति दिन मन लागेको 2-4 हजार निकालिहाल्यो ल आमा जतिको कयौँ यस्ता पुण्यात्मालाई ताली बजाएर अमेरिकामा पनि घरमा सरकार राखेर टिभी राखेर कतिजना पाल्नु भएको छ ल
ल विष्णुमायाजीलाई पनि ताली बजाइदिनु हुन्छ। हामी भगवान् राधा माधव नै भोग लगाइदिन्छौँ। भगवान्कै सेवामा समर्पित हजुरहरूको श्रद्धा हो, दक्षिणा हो र यहाँहरूको यही सेवा श्रद्धाले नै भगवान् राधा माधवको सेवामा हुन्छ। हामी जो भगवत कृपाले हजुरहरूलाई जो श्रद्धा लाग्छ त्यो श्रद्धा नै हाम्रो अरू केही उद्देश्य छैन। हजुरहरूलाई कथा सुनाउन पाइरह्यो। एउटा यस्तै आयोजक बन्दै 8-10 लाख रुपियाँ पैसा भेला पारेर एउटा तीर्थ गयो, अरूको एउटा सबैले कथाको लाभ दिइराख्नु भएको छ। एकचोटि आयोजक परिवारलाई ताली बजाइदिउँ। शिव कुरा कथाको लाभ त सबैलाई मिलिदिनु। यस कारणले गर्दा सधैँभरि हजुरलाई सुखी रहनुहोस्। मैले आशीर्वाद कसैसँग गुरुजी सुख हुने आशीर्वाद, त्यो सुख हुने आशीर्वाद दिनु भन्दा पनि मबाट भक्तिमय समृद्धिमय जीवनको कामना, भक्तिमय जीवनको कामना किन भन्दा सुख त जसले आशीर्वाद दिन्छ ऊ पनि हुन सक्दैन। एकचोटि हर हर महादेव भनिदिनु सबै। हर महादेव। म सुखी रहन सकौँला सधैँ सक्दैन। हजुरहरू कोही राजा महाराजा कोही पनि यो संसारमा सधैँभरि सुखी रहन सक्दैन। रोगको कारणले, परिवारको कारणले, तमाम कुराहरू। र हेर्नु सुख त खाँदाखेरि सुख भयो, केही खाने चिज पचेन भने बिराम भइयो, हस्पिटल जानु पर्यो भने त्यही खाएका चिजबाट दुःख भयो भनेपछि त्यसैले हजुरहरूलाई सुख हुने आशीर्वाद यो व्यासपीठ होइन, समृद्धिमय जीवन होस् र भक्तिमय जीवनको कामना किन म बारबार हजुरहरूलाई यहाँबाट आशीर्वाद भगवान्सँग प्रार्थना गर्छु भने किनभने भक्तिमय जीवन भयो भने भगवान् पाउनुहुन्छ। त्यसैले भगवान् पाउनु चाहिँ सबैभन्दा आनन्दमय जीवन। सुख पाउनु भएन, सुख कोही कसैलाई पनि हुँदैन। सुखस्य दुःखस्य न कोऽपि दाता परो ददाति बुद्धिले। त्यसैले हजुरहरूको जीवन भक्तिमय होस्, समृद्ध कल्याणमय जीवन। कल्याण भयो भने ईश्वर प्राप्ति हो, भगवत प्राप्ति हो। जीवनको उचाइ बनिँदै जान्छ। नभए तपाईँले सुखको आशीर्वाद दिएको थिएँ, फलाना धाममा सुखको लागि गरेको थिएँ, फेरि दुःख भयो भने तपाईँलाई तपाईँको कल्याण, तपाईँको भक्ति हराएर त्यस कारणले गर्दा सबैको भक्तिमय जीवनको कामना। सुख पनि मिलो साथसाथमा भगवानको भक्ति समृद्धिले पनि पर्याप्त होस् भन्ने भावना बाबा पशुपतिनाथसँग गर्दछौँ। आउनुहोस्। र आज हामी हिजो भगवान् शङ्करको आज पनि सबै सल भयो, ताली बजाइदिउँ। अब यहाँ 2 दिनमा 3 दिन छ क्या अब? आज कति दिन भएको छ? 6 दिन, 7, 8, 9, अब 3 दिन रह्यो। र यहाँहरू सबैको श्रद्धालाई आँखौँ बार प्रणाम। र अब एकचोटि हर हर महादेव भनिदिनु सबैले। बस्ने ठाउँ भएन, यस्तो बस्नु। कसैलाई धेरै हतार पनि हुन्छ त्यो ठाउँमा। छोटो समयको लागि आउनुभएको हुन्छ, एकाध भजन सुनेर एउटा प्रसङ्ग सुनेर आउँदै जाँदै गर्नुहुनेछ। परिवारको आफन्त देवादेव महादेवको, पशुपतिनाथ भगवानको कुर्सीलाई थोरै व्यावसायिकमा पछाडि राखिदिनु भयो भने अरू केही वचनहरू छैन भने तपाईँले गएर छैन। आउनुहोस् बाबा पशुपतिनाथ भगवान्। आउनुहोस् एउटा भगवानको भजन बोलिरहँला ल, त्यसलाई बोलिरहनु। भक्तवत्सल भगवानको, शिव शङ्कर भगवानको। आउनुहोस् एउटा भजनद्वारा समयलाई स्वागत गर्छौँ। यो व्यवस्थापन हुँदै गर्छ अनि कथालाई हामी अगाडि बढाउँछौँ। बस्नु यता बराको मन्दिरम घन्टी बाज्यो घरमा, देउरा दर्शन बरा भगवान अर्पण गर्छौँ हाम्रो।
खुसी बगिदिन्छन् सलला पितृमुक्ति गरिदिने को कहाँको पवित्र जल हो कल कल सफल खुसी बगिदिन्छन् सलला पितृमुक्ति गरिदिने को कहाँको पवित्र जल हिजो हामीले भगवान देवादिदेव महादेव को विवाह को प्रसंग
हिमालयकी पत्नी, हिमालयकी पुत्री पार्वती, पर्वतराजकी पुत्री पार्वती। हिमालयकी पुत्री पर्वतराजकी छोरी पार्वती, पार्वतीसँग धुमधामसँगले हिजो विवाहबारे सम्पन्न। आनन्द छायो। हाम्रो माया देवी त रोँदै हुनुहुन्थ्यो खुसी। हिजो खुसीका आँसुहरू आए। भगवानको विवाह महोत्सव रविलग हुनुभयो, किनभने दुःखका आँसु साह्रै ताता हुन्छन्, मुनिरा हुन्छन्। वृन्दावन को जानु भएको छ। वृन्दावनको पानी अहिले पनि नुनिलो छ, खारो छ। जमुनाजीको पानी राजुजी खाएको खारो लाग्यो। गाउनु पर्दैन हजुर। मिठी रसे सुमलोडी मेरी राधा रानी। त्यस कारणले गर्दा राधा रानीको भक्ति, भगवतीको भक्ति नै मिठो छ। किन भन्दा ब्रजका गोपिनीहरू श्री कृष्णको विरहमा यति रोए रोए, रुँदा 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 उनीहरूको आँसु आयो। त्यो आँसु नै तातो भयो। एउटा खुसीमा रोइन्छ, त्यो खुसीमा बडा आनन्द आउँछ। त्यो आनन्दको माहौल हिजो भगवानको एक प्रकारले विवाहको कथा। पर्वतराजकी छोरी पार्वतीको तपस्या। सानैदेखि 8 वर्षदेखि जसले गुरु मानेकी थिइन्। कसलाई गुरु मानेकी थिइन् अरे? सुनेका थियौँ बिर्सिनु होला, नारदलाई। पूर्व जन्ममा सतीले भुल गरेकी थिइन्, गुरु बनाएकी थिइन्। सतीले कहाँ गुरु बनाइन्? कसैलाई गुरु मानिन। नारदले भगवान स्वयं शिवजीले, उहाँ त शिवजी हुनुहुन्छ, उहाँ त स्वयं शिवजीले राम हुनुहुन्छ, आराध्य हुनुहुन्छ भनेर प्रणाम गर्दा पनि सीताको विरहमा हुँदै गर्नुभएका रामलाई देखेर भगवान हुन्छन्, कहीँ पत्नीको वियोगमा परीक्षा लिन्छु भनेर सीता, सती माता स्वयं सीता बनेर गए। तर आमा भनेर सम्बोधन गर्नुभयो रामले। सीता त होइन, सतीले सीताको रूप धारण गरे। कति भूल भएको थियो सतीले जब जन्म लिनु। माइतमा नजाऊ न, पिताजीले एक गरेको ठाउँमा निमन्त्रण आएको छैन, सती नजाऊ न तिमी भनेर भन्दा पनि सतीदेवीले भनिन् मेरो माइत हो, म जान्छु, हजुर नगए पनि भनेर उनी गए। अन्तिममा चाहिँ योगाग्निको माध्यमबाट शरीरलाई त्याग गर्नु। शिवजीले भनेको नभन्दा त्यस्तो घटना भयो। सतीले पूर्व जन्ममा धेरै भूल गरेकी थिए। त्यसैले आज 8 वर्षको उमेरमा नारदलाई गुरु बनाए। नारदलाई गुरु स्थापना गरे। मैले पूर्व जन्ममा जो भूल गरेँ, पूर्व जन्ममा जुन गल्ती गरेँ, अब पार्वती बनेर आउँदा त्यसको भूल नहोस्, त्यो गल्ती नहोस्। त्यसैले सजन जसका घरका छोराछोरी 8 वर्षदेखि हनुमान चालिसा पढ्न थाले, साना नानीहरू उहाँ फलानु गुरु भनेर टिभी च्यानलमा देखेर पनि कुले गुरु, उहाँ फलानु गुरु, उहाँ फलानु गुरु भनेर भन्न थाले पनि यो राम्रो कुरो। यो सबैभन्दा ठुलो शिक्षा र संस्कार हो। 80-90 वर्षमा सिनेर काम छैन, एकचोटि राधे राधे भन्दैन सबैजना। के भन्नु छ? ठाउँ बनाइदियो भने सफलता आउने हो भने राधे। मिलो थोरै ठाउँ छोडिदिनु त आउनु होला, कोही पछाडि आउनुभयो भने। भक्तवत्सल भगवानको आज कथामा डिस्टर्ब हुन्छ कि जस्तो लाग्दैछ। हरन बाहिरको बजाएपछि यतै हुँदो रहेछ भनेर गाह्रो हुँदो रहेछ। हरन दिन घर घरमै मोबाइल जति आउनुभयो हरन कथा हिजोसम्म आनन्द आएको थियो। आनन्द आएको हजुरहरू त अब यहाँ आउनुभएको दर्शन भगवानको दर्शन हुन्छ। कथा त हाम्रो मोबाइलमा पनि आयो। सबैलाई वेलकम गर्न थाल्यो भने यता कथा कम हुने रहेछ, डिस्टर्ब हुने रहेछ।
कारणले पनि सबैलाई पानी गाह्रो भाग्यो जो छौँ आनन्द लिइरहेका छौँ भक्तवत्सल भगवानको त्यसैले मैले भन्दै थिएँ हजुरका छोराछोरीहरूले पनि 8 वर्षदेखि निचिनु हनुमान चालिसा गरौँ नारायण कवच पढ्यो बिहान उठेर हात गर्ने मन्त्र बेलुका शयन गर्ने मन्त्र स्तोत्र मन्त्र कवच गीता पाठ यी सब कुराहरू गर्दै गए पनि सबैभन्दा ठुलो उपलब्धि हो किनकि अध्यात्ममा सिद्धान्त छ स्कुलमा जति नै तपाईँले डक्टर पिएचडी गराउनु सिद्धान्त छैन किनकि लेसन बदलिरहन्छ क्लासमा तपाईँको पाठ्यक्रमहरू चेन्ज भइरहन्छ पाठ्यक्रमहरू कुनै पनि स्कुलमा जानुहोस् टप लेभलका कलेजमा जानुहोस् पाठ्यक्रमहरू चेन्ज हुन्छन् वर्षै तर हाम्रो वैदिक गुरुकुलमा 200 वर्ष अगाडि 100 वर्ष अगाडि जहाँ जे पढाइ हुन्थ्यो चण्डी रुद्री भेद एउटै पढाइ कुनै पनि गुरुकुल यसैले हाम्रो सिद्धान्त छ पाश्चात्यको सिद्धान्त छ यसैले यो दर्शन बन्द नै लाग्छ आज तल चतरा धाममा जगतगुरुले नेपाल राष्ट्रका जगतगुरु बालसन्त मोहनचरण देवाचार्यजी महाराजले गुरुकुलको स्तर उन्नतिको लागि महायज्ञ लगाउँदै हुनुहुन्छ हिजो हामी त्यहाँ पुग्यौँ दर्शन गऱ्यौँ श्रद्धा भाव सेवा भाव समर्पण गऱ्यौँ सेवा भाव श्रद्धा भाव वहाँ गएर दर्शन गर्न आयौँ तल चतरामा आनन्द आयो गुरुकुलको स्तर उन्नतिको लागि तर त्यो गुरुकुलमा 100 वर्ष अगाडि जे पढाइ हुन्थ्यो अहिले पनि त्यही नै हुन्छ चण्डी रुद्री वेद व्याकरण तर्कसङ्ग्रह रघुवंश महाकाव्य वेद उपनिषद कुनै दर्शनहरू नै पढाइ हुन्छ तर स्कुलमा हेर्नु हामीले पढेको पङ्कजी हजुरले पढेका अहिले कुनै पनि लेसन पाठहरू पाठ्यक्रमहरू अहिले हामीले पढेका प्रत्येक वर्ष सिद्धान्तै छैन कुनै पढाइ त्यस कारणले गर्दा हाम्रो यो दर्शनले हाम्रो यो सत्सङ्गले कसैलाई छुन थाल्यो हनुमान चालिसा बदलिँदैन भागवत बदलिँदैन शिवपुराण बदलिँदैन राम रक्षा स्तोत्र बदलिँदैन विष्णु सहस्रनाम एउटै हो त्यसरी सिद्धान्त छ कल्याण छ आत्मकल्याण छ अब त्यही भएर भन्नुहुन्छ पार्वतीले पनि 8 वर्षदेखि गुरु बनाएर के गरिन् तपस्या गरिन् भगवान शिवको आराधना गर्न थालिन् भक्ति अनुसार जब ध्यान गर्न शिव प्राप्त जीवन सार्थक बन्यो गुरु बनाउने इच्छा भयो पुराण सुन्ने इच्छा भयो अब सत्सङ्ग गर्ने इच्छा भयो यही त जीवन आत्मकल्याण भएको भनेको यही त्यसैले पहिले व्यक्तिसँग के हुन्थ्यो थाहा छ पहिले व्यक्तिसँग पैसा हुँदैन थियो संस्कार हुन्थ्यो हाम्रो एउटा कुरो याद गर्नु त आज मलाई क्षेत्रमा बसेर आज हजुरहरू जो 60-70 वर्ष अगाडिको एउटा जीवनलाई सोच्नु जस्तो 30 वर्षदेखि उता मैले धेरै भनिनँ किनभने 30 वर्षको उताको जीवनलाई चाहिँ फर्केर हजुरहरूले त्यतिखेर मान्छेसँग यत्रो पैसा हुँदैन यत्रो मोबाइल कम्प्युटर यी चिजहरू थिए पैसा पनि थियो फलफुल किन्न पाइँदैन गाडी चढ्न पाइँदैन राम्रो लाउन पाइँदैन थियो राम्रो खान पाइँदैन थियो तर पैसो थिएन संस्कार अब अहिले के भएको छ पैसो छ संस्कार छ त्यसैले शिवपुराण र यो व्यासपीठ के चाहन्छ सबैका घरमा पैसा पनि होस् संस्कार पनि हो पैसा पनि होस् संस्कार पहिले एक समय थियो पैसा थिएन संस्कार थियो अहिले एक समय कस्तो हुँदै गएको छ भने मान्छेसँग पैसा छ संस्कार छैन आचरण छैन मर्यादा छैन यस कारणले गर्दा जन्मान्तरको पुण्य के हो भन्दा हामीसँग पैसा पनि आवश्यकता छ धन पनि आवश्यकता छ अनि त्यसको साथसाथमा संस्कार मर्यादा आचरण अनुशासन यो बजार त व्यक्ति नाङ्गो संस्कार बजार त व्यक्ति जति पनि पैसा भए पनि निर्वस्त्र नाङ्गो इज्जत कहीँ हुँदैन मान सम्मान कहीँ पनि हुँदैन पैसाले मात्र इज्जत पैसावाला कतिसम्म छ सम्मान केले हुन्छ संस्कारले
PhD तथापि हुन्छ त पार्वती माता संस्कारले भरिपूर्ण हुनु कथादेखि बाहिर गर्दैछ भने हामीसँग पनि अबका 10 वर्ष पछाडि अझै कस्तो होला भन्नु अबका 20 वर्ष पछाडि कस्तो होला शिव पार्वतीको विवाह हुँदैछ कस्तो धुमधामसँगले कति सम्मान भयो जन्तीलाई बस्ने ठाउँ खाने ठाउँ सबै हाँस परिहास सबै गर्ने ठाउँ शिव पार्वतीको विवाहमा तयारी गरेको हजुर उहाँको फलानाले के खाने सबै अहिलेको बिहेमा हेर्नु अहिले कस्तो छ पहिलेको बिहेमा फर्केर जाँदा सुन्नु त कति आनन्द लाग्छ जन्ती आयो बाटोदेखि हिँड्दै बाजाका साथमा हे रमाइलो यो चिया पानी शरबत रस सब छानी हजुर केलाई हजुर जन्तीहरूले घर गाउँलेहरूले सबैले हजुरको पर्छ बेहुलाको हजुरको पर्छ हजुर के पर्नुहुन्छ बेहुलाको हजुरको फुको हजुर सबैलाई भनी एउटा खुवाउँदाको प्रेम कस्तो थियो भन्नु त अब अहिले हेर्नु त ठुला ठाउँहरूमा बिहे हुन्छ डाइरेक्ट मान्छे खाने ठाउँमा जान्छ आक्रमण गर्न पुगिहाल्छ लडाइँ गर्छ खानाको लागि खाउँ भन्ने कोही पनि छैन बेहुलापट्टिको को बेहुलीपट्टिको को थाहै छैन केवल खानाको लागि गएर एकैचोटि गएर भेट गरेको छ आधा घन्टामा खाए त्यस पछाडि सब्जा त्यसैले अधिक धेरै पाप भयो भने मान्छे यस्तै चिजतिर रुचाउँछ धेरै पाप भयो भने व्यक्ति के हुन्छ यस्तै चिजतिर उसलाई मन पर्छ त्यसैले पुण्य भयो भने पवित्र ठाउँमा भक्ति अनुष्ठानमा सत्संग यो पुण्य पनि होस् तपाईँले बिहेमा जाँदा पनि खानाको लागि मात्रै लडाइँ गर्नु को आयो कसले खायो को बेहुलीपट्टिको को बेहुलीपट्टिको के थाहा हुन्छ आजभोलि खाउँ भन्ने कोही पनि हुँदैन सबै आफै निकाल्दै खाँदै पानी खा आइसक्रिम खा यता चटपटे खा अहिले त पहिलेको जस्तो कहाँ फुलो भेटिँदै बेहुलाले पनि बेहुलीले पनि समोसा खाइरहेको हुन्छ नि पानीपुरी खान्छ चल भगवानको पानीपुरी अब के जुठो जाने ठाउँमा त्यो के भाग भन्छ के अरे दुईजनाले खाने के अरे दुईटा भाग हुन्छ नि बुढे खालकी त्यो समोसाको के बुढे भाग हुन्छ गोलगप्पा हुन्छ आजकल कसले खाँदैछ के गर्दैछ मतलब एउटा कति राम्रो थियो नि हामी चिन्जान गर्थ्यो हजुर को हो त्यो दिने बेलामा एउटाले गुलिया ल्याउँथ्यो मान्छेले एउटाले फुलो एउटाले बच्चा गाउँलेहरूले हजुर बेहुलाको के पर्नुहुन्छ बेहुलाको म काका म माइजू म पुपुकी छोरी म साई माघी छोरी एक प्रकारको त्यो प्रेम छ अब अहिले के मतलब तल फङ्सन उडाइदिएर गएर खाल पर भाइ त्यस कारणले जुन हाम्रो संस्कारहरू मैले भन्न खोजेको भने त्यो कति प्रेम त्यो कति वात्सल्य कति आनन्द भएको जीवन त्यतिखेर पैसो थिएन संस्कारवान थिए अहिले व्यक्तिसँग पैसा छ संस्कार हराउँदै गर्दैछ त्यसैले संस्कार हराएन भने तपाईँले बिहेमा जानुभयो भने पनि व्रतबन्धमा जानुभयो कहीँ पार्टी फङ्सनमा जानुभयो भने त्यो संस्कार लिएर गयो भने तपाईँ त्यो भिडमा अरूले जे गरे पापीहरूले जो अधर्मीहरूले केवल खानाकै लागि भोकै लागि मात्रै तपाईँले त्यो गर्न त्यसैले पनि त कथा सत्संग गुरु बनाउनु गुरुका केही वचनहरू सुन्नु रटेकै होस् वृन्दावन कथा रटेरै आएको फाल्तु केही छैन 18वटा पुराण भनिसक्यो भागवत 17 चोटि भनेको शब्द उही भजन त्यही सङ्गीत त्यही यति पनि रत्तिभर पनि छैन भने पनि त्यो गुरु केही र कथा रटेर नै आएको केही पढेन विद्या अध्ययन गरेन केही नयाँ चेन छैन कथा प्रसङ्गमा कहीँ भने पनि केही नजान्ने लद्धुरी कथाकारसँग कथा रटेरै सुनेर गरेर आएर रट्यो भने पनि व्यक्तिलाई त्यो कथाले हँसाउन सक्छ त्यो कथा वाचकले व्यक्तिले नचाउन सक्छ खुसी प्रदान गरिदिन सक्छ आनन्द दिन सक्छ त्यो कथा व्यासपीठमा बस्छ एकचोटि हराएर महादेव भनिदिनु न सबै पङ्कजी पहिले पनि 5 स्टार होटलमा मान्छेले चिया खाँदैनन् त्यसो त्यो छाप्रा मुनि बसेर चिया खाइरहेका हुन्छन् गोलगप्पा खान्छन् पानीपुरी खाइरहेका हुन्छन् अर्को पिज्जा बर्गर कहिले कहीँ ठेलाहरूमा गएर राम लस्कर लागेका हुन्छन् वृन्दावन त महाराज कचौडी खानको लागि लस्सी खानको लागि काशीका गल्लीमा जान्छ ठुला होटल 5 स्टार होटलमा पनि त्यति मिठो हुँदैन त्यो ठेलामा राखेको धुलो भन्किँदै गरेको खानालाई वृन्दावनमा टुट पर्छ टिकिया खाना के खाना नयाँ लागेको खाना दिल्लीका बम्बईका सेटहरू गएर खान्छ
मेरो 5 स्टार होटलमा खाना जान्छ र त्यति मिठो हुन्छ क्या त्यो ठेलामा राखेको सबै 5 स्टार होटलको मात्रै मिठो हुँदैन वृन्दावन गयो भने एक ठाउँमा चिया नखाइकन आउनै सकिन्छ जोडे राधे राधे भन्दैन न सबै वृन्दावनमा चिया यति राम्रो चिया यति मिठो चिया हुन्छ त्यो पनि ठेलामा राखेको पुरा धुलो उडिराखेको हुन्छ त्यो चिया त्यस्तो मिठो हुन्छ त्यो स्वाद त्यसैले हजुरहरूलाई पनि कुनै चिज एउटा यस्तो त्यो ठुलो ठाउँमा ठुला गुरु ठुला सबैले चिनेको होइन सानो नजाने केही भर्खरै पढेर आएको छ भर्खरै कथा वाचन सुरु गरेको छ भने पनि उसको कथाले पनि तपाईँलाई प्रसन्नता दिन सक्छ कहिलेकाहीँ ठुला ठुला गुरुहरूको कथामा बोर हुन सक्छ हँसाउँदैन अलिकति हामी त ठुलो भयौँ भनेर कहिलेकाहीँ हास्य रस वीर रस श्रृङ्गार रस सबै हराएर गयो भने कसले सोध्छ त्यो कुरोलाई एकचोटि राधे राधे भन्दैन न सबै बेला बेला हाँस्दै गर्नु पर्यो तब त आनन्द आउँछ हँसाउनु पनि छैन केही वीर रस पनि छैन हास्य रस पनि छैन श्रृङ्गार रस पनि छैन कथामा त नौवटै रस छ बोर भइहाल्छ नि मान्छेलाई त्यसैले कहिलेकाहीँ भर्खरै निरटेको त्यसैले कहिलेकाहीँ जो व्यक्तिलाई चियामा 5 स्टार होटलमा स्वाद आउँदैन एउटा ठेलाको चिया खाएर आनन्द लिइरहेको हुन्छ चिया खाएर आनन्द आहा रविको समय क्षमता त्यो 5 स्टार होटलमा त्यसैले सज्जन हाम्रो जीवन पनि के हो भने संस्कारले भरिपूर्ण होस् पार्वती माता संस्कारले भरिपूर्ण हुनुहुन्छ पूर्व जन्ममा यति पनि संस्कार छ रामले के अरे शिवजीले प्रणाम गर्नुभयो राम के अरे वनवास राम 14 वर्षको लागि वनवास मिल्यो रामजीलाई रावणले सीतालाई पञ्चवटीबाट हरण गरेर लिएर गयो रावणले के गर्यो पञ्चवटीबाट जगन्माता सीतालाई हरण गरेर लिएर गयो त्यो पञ्चवटीबाट हरण गरेर लिएर जाँदा राम सीताको विरहमा रुँदै हुनुहुन्थ्यो सीताको विरहमा रुँदै गर्नुभएका रामलाई शिवजीले देख्नुभयो र परबाट प्रणाम गर्नुभयो जो साह्रै दुखी छ नि शिवजीले पनि हात गर्नु भएन म रामलाई छेउमा गएर प्रणाम गर्नु साह्रै दुःख परेको छु कसरी बोल्नु अहिले म टाढैबाट प्रणाम गर्नु सतीले प्रणाम गर्नु भएन ल हेर्नु साँचो सतीमा यदि श्रद्धा थियो भने आफ्ना श्रीमानले जसलाई नमस्कार गर्यो श्रीमतीले चिन्न पर्दैन हाम्रो वैदिक सनातन धर्मले के भन्छ भने हजुर र हजुर श्रीमान श्रीमती जहाँ हिँडिरहनु भएको छ हजुरका श्रीमानले कसैलाई नमस्कार गरे भने श्रीमतीले पनि नमस्कार गर्नु उहाँको हो मैले त चिनिनँ भन्नै परेको श्रीमान जसलाई झुकेर नमस्कार गर्दैछन् भने श्रीमतीको कर्तव्य हो श्रीमान झुकेको ठाउँमा म पनि झुक्छु मैले पनि उनलाई प्रणाम गरेँ सतीले गरिन कति थियो असर त्यसैले त शिवजीलाई पनि लाग्छ सतीलाई नै लागेको थियो यो देह मेरा गुरु छैन संस्कारले भरिपूर्ण छैन मेरा श्रीमानले जसलाई नमस्कार गर्नुहुन्छ त्यसलाई म नमस्कार गर्न सक्दिनँ अझ परीक्षा लिन्छु भने यो देह किन राख्नु भनेर सतीदेवीले हिजो योगको अग्निमा किनकि आगो लगाउनु राम्रो हो यो शरीरलाई अग्निद्वारा संस्कार गर्न सबैभन्दा सर्वोत्तम अग्निद्वारा संस्कार गर्नु सबैभन्दा राम्रो संस्कार हो हाम्रो वैदिक सनातन धर्म हुन त जल समाधि पनि हुन्छ साधु सन्त सन्यासीहरूको जल समाधि हुन्छ महात्माहरू के हुन्छ पानीमा समाधि हुन्छ एकजना बाबाजी यही सन्त श्री दिवंगत उहाँको घरमा लिनु हुनुभयो जल समाधि भएको थियो यही कार्यक्रमको बिचमा परमहंस सन्यासी महात्मा उहाँको जल समाधि भयो त महात्माहरूको जल समाधि हुन्छ कसैलाई चाहिँ पृथ्वीमा भूमिमा राखिदिने हुन्छ अनि अर्को हाम्रो चाहिँ के छ त भन्दा हाम्रो चाहिँ अग्निको माध्यमद्वारा संस्कार सबैभन्दा राम्रो चाहिँ अग्निद्वारा संस्कार गराउनु हो जो हाम्रो वैदिक समाज सबैभन्दा राम्रो आगो दिनु भनेको चाहिँ त्यसैले सतीदेवीले आफ्नै योगको अग्निद्वारा शरीरलाई भस्म बनाउनु दुनियाँको आगो हो त्यसैले बार बार सतीसँग सन्देह भइरहेको हुनाले सतीदेवी आज पार्वती भनेर प्रकट हुनुभएको छ यो पार्वती माताको 8 वर्षदेखि गुरु बनाउनु भयो 8 वर्षदेखि गुरु बनाएर शिवजीको तपस्या गरेर शिवजीलाई आफ्नो पतिको रूपमा प्राप्त गर्नुभयो खुसीको सिना रहेर यति धेरै खुसी भयो सज्जन विवाहमा पहिलो विवाहमा खुसी
अब अहिले त आदमजी त पङ्कजी कोर्ट म्यारेज नै गर्छन् जस्तो लाग्छ मलाई। अहिले बिहे हुँदैन, यसो कोर्ट म्यारेज गरौँ, फोटो खिच्छ, विदेशको चक्कर हुन्छ, अनि यसो फोटो खिचेर बेहुला बेहुली भयो भन्नु सक्यो फोटो त्यतिमै नै सक्यो। पहिले बिहे गर्दा आमा तपाईँको बेहुली भएकाहरूलाई त्यो दिन याद होला। तपाईँ जाँदा तपाईँलाई कतिले कपडा दिए, कतिले औँठी दिए, कतिले सेक्री दिए होला, कतिले साडी दिए, कतिले ब्लाउज दिए, गरगहना दिए। बुहारीको मुख सित्तैमा हेर्न पाइँदैन, बुहारीको मुख सित्तैमा हेर्न पाइँदैन। बेहुलीले सल्लाह के दिनु भाउ मैले चाहिँ म चिनाउ, यो चिनाउँदै यो म हो एउटा प्रेम। बुहारी आएको कुरा खुसी भयो, त्यो एक प्रकारले सबै कसैलाई भार पर्दैन थियो। एउटाले टिभी दिने भन्थ्यो, एउटाले फ्रिज दिन्छु म भन्थ्यो, एउटाले चुल्हा दिने, यो चौला। अब त अहिले पहिले नै कार्डमै लेखेर आउँछ, किनभने टिका लगाउन पाइँदैन। कृपा राधे राधे भन्दिनँ नि, टिका लगाउन पाइँदैन, क्युआर गर्दै भन्यो क्युआर गरेर कहाँ छ त्यसरी। पुण्यात्माले त बिहेमा जान त्यति खुसी पनि हो, त्यसरी धेरै भजन गरेर यही हो भन्थ्यो। यही संसारको चक्कर यही हो। 2.5 घन्टाको बिहे, त्यो पनि 2 घन्टा त क्यामेरा मेलले लिएर जान्छ भाइ, यता फर्क उता फर्क, फोटो सेसन गर्दै पुण्यात्माहरू कहाँ जान्छ। त्यसैले केही न केही हामीले विवाह बुहारी आउँदा पनि पुरै गाउँमा नि सबै खुसी हुन्थे, फलानेकी बुहारी कस्तो के भनेर सबै। अहिले त अब माघमा बिहे छ, मङ्सिरदेखि नि केटी चाहिँ उता केटाकै घरमा बसिरहेको। अनि त्यो के मुख हेर्नेको के मतलब हो? त्यो रस कहाँ भयो त बुहारी हरेको? माघमा बिहे छ, मङ्सिरदेखि उयो केटाकै घरमा बसिरहेको हुन्छ, उता घरमा त जाँदै जान्न। मन परेको थिएन यता आमालाई, अब केटोले म त त्यो पाइनँ भने त मरिदिन्छु भन्नु। केटी पनि त्यस्तै भन्छ, म त त्यो फलानु पाइनँ भने मरिदिन्छु। बाउ बेकार मर्दिनँ भन्दिनँ, आमा बेकार मर्दिनँ भन्दिनँ नि। त्यही एउटा कलेजको गेटमा के भेट भएको थियो, त्यो बेकार त म मरिदिन्छु। राधे राधे भन्दैन सबै। त्यो एउटा कलेजको गेटमा भेट भएको थियो, केटो बेकार म त मरिदिन्छु। 25 वर्षदेखि बुवा आमाले मेहनत गरे, पकाए खुवाए, यत्रो गरेर बेकार, अब यत्रो बेकार त भन्दा अरू छ। थाहा छ यता आमालाई त त्यो बेकार यो मर्छ कि दुइटै मर्छन्, अब जोडी नमिलाइदिए पनि भयो। थाहा छ आमालाई पनि यो लक्ष्मी के छैन, किनभने यी घर बसेपछि मङ्सिरदेखि बसेपछि माघमा दिए। ल सासु आमाको त चिया खाएको भाँडा नमाजुन् अरे, कपमा नमाजुन् अरे, आफूले चिया खाएको कप पनि घरमा छोडेर जान्छ। अनि लक्ष्मी हुन्छ त यो बुहारी, सबै थाहा छ क्या आजभोलि मान्छे। त्यसैले त्यतिले रस छैन। आज एकचोटि हर हर महादेव भनिदिनु सबै। यो रस कसरी हुन्छ बचाउनु पर्छ है धर्म दर्शनलाई सुन्नेहरू सज्जनहरू। त्यसैले कोही कसैलाई मन पर्यो फाइनल गर्नुहोस्, ठिक छ 2 वर्षदेखि, तर घरैमा आएर बस्ने, चुल्हा चौका गर्ने, चिया खाने, कप छोडेर हिँड्ने, त्यो है त्यो पद्धतिले एउटा रस, त्यो पद्धतिले एउटा खुसी, त्यो पद्धतिले एउटा परम्परा, एउटा चरित्रको आज समाप्त भइरहेको देखिन्छ। यस कारणले गर्दा म त धेरै त्यसो बिहे पार्टी फङ्सन आदि इत्यादि त मन पर्दैन खास। तर के हो भने यो सब देखिन्छ, किनभने गृहस्थ भएको नाताले पनि संसारमा के भइरहेको थाहा हुन्छ। त्यसमा अलि धेरै कुरा सिकाउने चाहिँ यहाँ गुरुजी पनि हुनुहुन्छ, फेरि आउने गुरु अलि धेरै सिकाउने चाहिँ भक्तवत्सल भगवानको। त्यस कारणले गर्दा सज्जन चरित्र बसिरहोस्, संस्कार बसिरहोस्, मर्यादा बचिरहोस् भन्ने हो। त्यसैले शिव पार्वतीको विवाह सामान्य विवाह होइन, जन्म जन्मान्तर विवाह। यस कारणले गर्दा त्यो चरित्र, त्यो संस्कार, त्यो समृद्धि निर्माणको लागि पनि यस्ता चरित्रहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। ला कर्ताको आसन पो त त्यो त, उहाँलाई अर्को आसन देऊ न बुढिया होइन, हजुर त्यही आसनमा बस्नु, जहाँ बस्नु भएको छ कि उहाँलाई बरु अर्कोमा राख्नु। आउनुहोस् सब भेला भएका छन्। म अब शिवजीको सेवा गर्छु। म हिमाचल पर्वतराजकी के हुँ, म छोरी हूँ पर्वतराज की छोरी हूँ, म हिमाचल की के हूँ, बेटी हूँ। मेरा जन्म जन्मान्तर भोले जो काशीमा बस्नुहुन्छ, आनन्द वनमा बस्नुहुन्छ, कैलाशमा बस्नुहुन्छ,
म उनको सेवा गर्छु भनेर आज सब खुसी छन्। भगवान शङ्करले डमरू बजाउनु भयो आज विवाहमा। डम 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 भगवान शङ्करले के गर्नुभयो? डमरू बजाउनु भयो। हिमाञ्चलकी बेटी छोरीसँग भगवान शिवजीको विवाह भएको छ। त्यस्तो डमरू बजाउनुको विवाहमा सारा कैलाश मगन भयो, सारा पर्वत मगन भयो। मैं हिमाचल की बेटी, मेरा भोला बस है काशी। सारी उम्र तेरी सेवा करूंगी, सारी उम्र तेरी सेवा करूंगी, बनकर तेरी दासी। बोले
लक्ष्मी का मन ही मगन हो गया, मैया लक्ष्मी का मन ही मगन हो गया, सारा कैलाश पर्वत मगन हो गया, मैया लक्ष्मी का मन ही मगन हो गया, सारा कैलाश पर्वत मगन हो गया। ऐसा धूम मचाया भोलेनाथ ने, सारा कैलाश पर्वत मगन हो गया, सारा कैलाश पर्वत मगन हो गया, सारा कैलाश पर्वत मगन हो गया। शिव शंकर भगवान को जय। एउटा अद्भुत अलौकिक आनन्दमय विवाह महोत्सव सम्पन्न भयो। सबै आज पर्वतमा छ, सबै आज खुसी छ। सब आज खुसी छन्, सबैजना उपस्थित छन्। एउटा कुरो अब शिव पार्वतीको विवाह हुन आएको, एकै विदाई हुन आएको, विवाह त भइसक्यो। शिव पार्वतीको विदाई हुन आएको, त्यतिखेर इच्छा भयो हिमालयलाई, बडा दुखी पनि भए पार्वतीलाई विदा गर्न लाग्दा। राजोचित आभूषण वस्त्र एवं श्रृङ्गार गरेर लोकाचार विधिले, शास्त्रीय विधिले विवाह सम्पन्न भयो। तर त्यस पछाडि आमालाई पनि नराम्रो लाग्यो। कस्तो भन्दा मेरी छोरी जाँदैछ, गुरु त 8 वर्षमा बनाइन्छ, जप तप आध्यात्मिक जीवन त पार्वतीको छँदै छ, तर संस्कारका कुरा यिनीमा नहुन सक्छ। त्यतिखेर